के थियो त कुलमानजी एमडी भएर आउनुभन्दा पूर्वको नेपाल विद्युत प्राधिकरण र उहाँ अस्ति केही दिन अगाडि हजुरहरूले हटाउनु भयो, त्यस पछाडिको इभ्यालुएसन गरौँ न त ल। थुन्चेले छोपुन्जेल देखिने डोकाल छोपादिन देख्ला। कुलमानजीले के गर्नु भएको छैन र यहाँ सारा चाहिँ मतलब अरू छन् भनेर यसरी जे गर्न खोजेको छ यो ठिक छ, उहाँका कमजोरी छन् भने छानबिन गरौँ। हेरौँ न, हिजो कुलमानजी हुँदाखेरिको अडिट सिस्टम एउटा थियो, अहिले तपाईँहरूले अर्को अडिट सिस्टमबाट चाहिँ लैजानुभयो। त्यही कुरा त भन्नु पऱ्यो नि बाहिर। त्यसैले म के भन्छु भने माननीय सभापतिज्यू र मन्त्रीज्यू, म तपाईँ दुवैजनालाई के अनुरोध गर्न चाहन्छु भने गरौँ तुरुन्तै, आज भरे भोलि कहिले हो मन्त्रीको फुर्सद, विद्युत प्राधिकरणको बहालवाला एमडीलाई झिकौँ, कुलमानजीलाई झिकौँ, महालेखालाई ल्याउँ र सबै हामीले पारदर्शी ढङ्गले हामी बुझौँ। पहिला कुरा एकले अर्कालाई, हामी प्रतिपक्षले कुलमानजीको रक्षा गर्ने, सत्ता पक्षले कुलमानजीलाई खेदो खन्ने, यो जे छ यसलाई बन्द गरौँ। अब गल्ती भयो, केही कुरा कमी कमजोरी रहेछन् भने त त्यसका आवश्यक कानुनहरू निर्माण भएकै छन्।